सम्पूर्णलाई नमस्कार। मलाई सहयोग गर्नुहुने, मेरो जीवनको सबैभन्दा अँध्यारो समयमा भगवान बनेर साथ दिनुहुने, मलाई सहयोग गर्नुहुने प्रिय लोकबहादुर तामाङ दाई, गौरव बस्नेत, कृष्ण प्रसाद कँडेल, राज भण्डारी, रमेश कँडेल, सुजन तामाङ, नवराज थिङ, एलिसा मगर, भवेश बस्नेत, सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु। तपाईहरुले सहयोग गरेर मलाई 22,211 पठाइदिनु भएको छ लोकबहादुर दाइले। यहाँहरू सबैलाई मेरो तर्फबाट नमन आशीर्वाद दिन चाहन्छु। तपाईहरुले दिएको सहयोग पैसा मात्र होइन, त्यो मेरो सास हो, मेरो आशा हो र मेरो बाँच्ने दिन हो। भगवानले तपाईहरुको घरमा सधैँ उज्यालो राखुन्, कहिल्यै यस्तो दुःख नआओस् र तपाईहरुको जीवन सधैँ सुख, शान्ति र स्वास्थ्यले भरियोस्। यही मेरो साँचो आशीर्वाद छ। तपाईहरुले गरिएको यो सहयोग म कहिल्यै भुल्ने छैन र मेरो लागि लोकबहादुर दाइले धेरै सहयोग र मेरो लागि धेरै सहयोग गर्नुभएको छ। तपाईलाई म कहिल्यै भुल्ने छैन लोकबहादुर दाइ। तपाईहरुलाई भगवानले रक्षा गरून्। तपाईहरुको दिन सधैँ सुख र शान्ति रहोस् र तपाईहरुको जीवनमा कहिल्यै दुःख पीडा नआओस्, यही भन्न चाहन्छु। भगवानले सधैँ रक्षा गरून् तपाईहरुलाई। विशेष गरी लोकबहादुर दाइले मेरो लागि धेरै कष्ट गरेर रकम उठाएर पठाइदिनु भएको छ। तपाईलाई धेरै धन्यवाद भन्न चाहन्छु लोकबहादुर दाइ।